गाइस आज हामी हिँडिसकेको पशुपति। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै नै छु। अनि आजको न्यू ब्लगको सुरुवात चाहिँ भइसकेको छ। अनि आज चाहिँ म सजिएको छु कुर्तामा। अनि अहिले चाहिँ हामी क्लास गरेर नि आएको, अनि फेरि अब क्लास जानै लाग्यो होइन, किनकि सामान यहाँ छोड्नु थियो। अनि सामान चाहिँ छोड्यौँ अब। हामी पशुपति जाने हो क्लास त सबै कुर्तामा है। त्यही आज चाहिँ म फर्स्ट टाइमले कुर्ता लगाएको, कस्तो अनौठो देखिन होला। लु अहिले चाहिँ हामी जाँदैछौँ क्लासतिर कुर्ता लाएर चटक्क परेर राम्रै भएर। हामीले चाहिँ के प्लान गरेको थियौँ भने, हामी पहिला चाहिँ बिहान पाइट लाएर गएको, सबैले चाहिँ कुर्ता लगाउने भनेर सल्लाह गर्नुभएको थियो। अनि हामी पाइट लाएर गएको, हामीलाई सुक्खै नदिएर अनि कुर्ता लगाउन बाध्य भएर कुर्ता लगाइयो, मेकअप गरियो। अनि अब जान्छौँ हामी के अरे पशुपति ग्रुप नै मिलेर। रमाइलो गर्नुपर्छ। अब यस्तो दिन कहिले आउँछ थाहा छैन। बेला मौका मिलेको बेलामा रमाइलो गर्नुपर्छ होइन। लु अब हुइ गएर भेट्छौँ हामी। 13 जना मिलेर जाँदैछौँ पशुपति। अलिक साह्रो हो बनाउने कि हामी 3 जना त नि हामी के अरे सबिना होइन, बेजिना म त हिँड्ने भने पनि हिँडिहाल्छौँ होइन। अनि खाऊँ भने नि खाइहाल्यौँ। ल हामी 3 जना त त्यस्तो छौँ नि। अब ख्यालमा त्यो पता रहे ना किसी का हमें, यही कहे ये पल जिंदगी का हमें। पता रहे ना किसी का, यही कहे ये पल जिंदगी का के खुद गर्ज। बाङ्गो यतिले ल्यायो। छाता पनि नलिएर आएको। फेरि अस्तिकै अवस्था हुने भयो, भिज्दै जानु पर्ने भयो। हामी चाहिँ पानी पनि ठुलो आएको छ। यता खाँदैछौँ। के भन्छ गङ्गादी कस्तो कटार दिन्छ बुझिन नि त। काका लगा अहिले चाहिँ हामी रुम आइसकेको। अनि हामी चाहिँ भिजेको छैनौँ आज चाहिँ होइन, किनभने आज 13 जना चाहिँ हामी घुम्न गएको थियौँ होइन। अनि उहाँबाट छाताहरू चाहिँ पाएर चाहिँ हामी अहिले चाहिँ रुममै आइसक्यौँ नभिजिकन होइन। अनि त्यही हो आजको भिडियो चाहिँ के कस्तो लाग्यो हेरेर कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। अनि मैले चाहिँ भिडियोहरू चाहिँ गरिरहेको हुन्छु कि एडिट गर्न यस्तो जाउ लाग्छ नि। अनि त्यही भएर चाहिँ भिडियोहरू मैले हालेको छैन क्या।